काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह अर्थात् बालेन निर्वाचित हुँदा उनको समर्थन गर्ने निकै ठुलो जमात थियो। सामाजिक सञ्जालमा अहिले पनि बालेनको चर्चा उत्तिकै छ, तर समर्थकको सङ्ख्या भने ओह्रालो लागेको जस्तो देखिन्छ। अहिले उनका आलोचकहरू पनि बिस्तारै बढ्दै गएका छन्। धेरैलाई लागेको थियो नयाँ जोस र जाँगरसहित आएका स्वतन्त्र मेयरले काठमाडौँलाई व्यवस्थित सहर बनाउँछन्। बालेनले चुनावी मैदानमा उत्रिँदै गर्दा पनि 28 बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए। फुटपाथ व्यवस्थापन, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षण, पूर्वाधार यातायात व्यवस्थापन, मानसिक सहायता, सुरक्षा लगायत प्रतिबद्धता पनि बालेनले व्यक्त गरेका थिए। झन्डै 3 वर्ष बित्दा बालेनका कैयौँ प्रतिबद्धता अलपत्र छन्। प्रतिबद्धता पूरा गर्न अब उनीसँग 2 वर्ष मात्रै बाँकी रहेको छ। बालेनले सार्वजनिक जग्गा ओगटी बनेका केही घर टहरा भत्काउने काम गरे। महानगरभित्रका सामुदायिक विद्यालयमा सुधार, स्वास्थ्य संस्था सुधार, ट्राफिक व्यवस्थापनका लागि केही समन्वय भने गरेका छन्। तर आफ्नै प्रतिबद्धता भन्दा बढी विवादित काम बालेनले गरेका छन्। उनका कैयौँ प्रतिबद्धता अलपत्र छन्। पछिल्लो 1 वर्षको अवधिमा कबाड व्यवसायका टहरामाथि डोजर चलाउने, सामान जफत गर्ने, दरबार मार्गमा कङ्क्रिट सहितको ग्रेनाइट बिछ्याउने र आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई अघोषित निलम्बन गर्ने सम्मका काम बालेनले गरे, जसको व्यापक आलोचना पनि भयो। बालेनले प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई सामाजिक सञ्जाल फेसबुक मार्फत खुला चुनौती दिँदै आएका छन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष चिनी काजी महर्जन र मेयर बालेन बीच गत जेठ 28 गते बसेको कार्यपालिका बैठकमा चर्काचर्की समेत भएको थियो। न्यू रोडको फुटपाथ विस्तार विवादमा महर्जनले मैले न्यू रोडलाई माया गर्न नहुने भन्दै प्रश्न गरेका थिए। तर वडा अध्यक्ष महर्जनलाई बालेनले तपाईँ न्यू रोडको मात्रै किन, देशलाई माया गर्नुहोस् भन्दै जवाफ फर्काइदिए। कार्यपालिका बैठकमा वडा अध्यक्ष महर्जन एक्लै बालेनको कार्यशैलीको विरोध गरिरहेका देखिन्थे। फुटपाथ विस्तार विरुद्ध स्थानीय पनि आन्दोलनमै थिए। त्यसपछि 2081 जेठ 12बाट डिभिजन सडक कार्यालयले समेत फुटपाथ विस्तार गर्न नदिने भन्दै महानगरलाई पत्राचार गरेको थियो। पत्र अनुचित भएको भन्दै 2081 जेठ 27 गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उक्त रिटमा महानगरपालिकाले माग गरे बमोजिम अन्तरिम आदेश दिएको थियो। त्यसपछि महानगरले लामो समयदेखि काठमाडौँमा कबाड सङ्कलनको काम गर्दै आएका व्यवसायीका टहरामा डोजर चलाउने काम सुरु गर्यो। नगर प्रहरी राजुनाथ पाण्डेका अनुसार कबाड व्यवसायीका टहरा भत्काउने काम अहिले पनि जारी छ। यस विरुद्ध संसददेखि सडकसम्म तातेको थियो। महानगरको कदम विरुद्ध व्यवसायीले कार्यालय घेराउदेखि सामान खोज्नेसम्मका प्रतिकार गरिरहेका छन्। त्यसपछि पुस महिनादेखि महानगरमा अर्को समस्या आइलाग्यो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले काठमाडौँ टावरको प्रक्रिया नपुर्याई नक्सा पास गरेको अभियोगमा बालेनले गुरागाईलाई बिदामा बस्न लगाए। गुरागाईमाथि छानबिन पनि अगाडि बढाए। महानगरमा प्रमुख प्रशासकीय अधिकृत गुरागाई बिदामा राखेपछि बालेनको अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन भन्दै सरकारलाई आग्रह गरेका थिए। आफ्नो माग सुनवाई नभएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत नै नेताहरूलाई टुकुचामा गाड्नेसम्मको धम्की दिए। बालेनले भ्रष्टाचारीलाई प्रधानमन्त्रीले नै संरक्षण गरेको आरोप लगाउँदै आएका छन्। बालेनले कार्यपालिका बैठक बिनै 3वटा छानबिन समिति पनि बनाए, तर गुरागाईमाथिको आरोप पुष्टि भने हुन सकेन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई नै काम गर्ने वातावरण मिलाउन महानगरलाई पत्र पठायो, तर बालेनले कुनै पनि हालतमा हाजिर गराउन नसकिने भन्दै उनको कार्यकक्षमा ताला लगाइदिए। महानगरका वडाध्यक्षहरूले बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनसँग कार्यपालिका बैठक माग गरे, तर बैठक बोलाउन समेत सकेनन्। विवाद समाधान गर्न बालेनले सङ्घीय सरकारका कुनै पनि पदाधिकारीसँग वार्ता गरेनन्। यो विवादमा महानगरकी उपमेयर सुनिता डङ्गोल एक्सनमा उत्रिन्। सुनिताले यसअघि भने बालेन विरुद्ध खुलेर विरोध गरेकी थिइनन्। गत बिहिबार गुरागाईलाई उपमेयर डङ्गोलसहितका जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा कमब्याक गराए। 3 महिनादेखि रोकिएको तलब पनि आउने वातावरण बनाए। महानगरमा समानान्तर रूपमा 3 किसिमका विवाद जन्मिएका छन्। मेयर उपमेयर विवाद, मेयर प्रमुख प्रशासकीय अधिकृत विवाद र प्रमुख प्रशासकीय अधिकृत विवाद रहेका छन्। लामो समय मौन जनप्रतिनिधि र कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको विवादमा खुलेर बालेनको विरोधमा उत्रिन थालेका छन्। स्वयं गुरागाई भने सरुवाको पर्खाइमा रहेका छन्। बालेन विजय भएपछिको पहिलो कार्यपालिका बैठक लाइभ गर्ने घोषणा गरेका थिए। आगामी कार्यपालिका बैठक कसरी चलाउँछन् भन्ने भने हेर्न बाँकी छ। 3 महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरले गरेको निर्णय कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान छ। महानगरको 42 सदस्यीय नगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत छ। नेतृत्व तहमा रहेका स्वतन्त्र मेयर बालेन भने अल्पमतमा छन्।
महानगरमा 32वटा मध्ये काङ्ग्रेसले 18 र नेकपा एमाले 12 वडाको नेतृत्व गरिरहेको छ। त्यस्तै एउटामा नेकपा एकीकृत समाजवादी र एकमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। महानगरभित्रका सार्वजनिक क्षेत्रमा फोहोर गरेको भन्दै करिब 150 सङ्घ-संस्था तथा राजनीतिक दललाई जरिवाना समेत तिराइएको छ। महानगरको जरिवाना नतिर्ने सूचीमा एमाले र पूर्व राजा ज्ञानेन्द्र शाह समेत छन्। गत मङ्सिर 7 गते एमाले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेको भन्दै महानगरले 1 लाख रुपियाँ जरिवाना तोकेको थियो। त्यस्तै चैत 15 गते राजावादीको आन्दोलनका क्रममा सार्वजनिक स्थलमा तोडफोड र फोहोर गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा विभिन्न नौ शीर्षकमा 7,93,000 रुपियाँ जरिवाना तोकिएको थियो। पूर्व राजालाई जरिवाना काटेर स्टन गरेको भन्दै राजावादीले पनि अहिले बालेनको खुब आलोचना गरिरहेका छन्।